यही साथैमा हामीले निम्त्याइरहेका हाम्रा अतिथिहरू हुनुहुन्छ, हामी स्वागत गर्नेछौँ। त्यस पूर्व हामी एउटा हामीले निम्त्याइरहेका रविन्द्रनाथज्यू जो बाँसुरी वादक हुनुहुन्छ, आज विशेष रूपले सुधाकण्ठ भूपेन हजारिकाज्यूको शतवार्षिकी अनुष्ठान भएकाले उहाँलाई बाँसुरीको धुनमा भूपेन हजारिकाको एउटा गीत यहाँ परिवेशन गराउन म आग्रह गर्दछु। र हामी वाद्ययन्त्र बजाउने दाजुहरूलाई पनि त्यही एकैछिन रोकी उभिदिनको लागि अनुरोध गर्दछौँ, केही सहयोग पुर्याइदिनु होला। र बाँसुरीको धुनमा उहाँले भूपेन हजारिकाज्यूलाई श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ र सबैले उपभोग गर्नुहोस्।